na 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 na. Give me some sunshine, give me some rain, give me another chance. I wanna grow up once again. Give me some sunshine, give me some rain, give me another chance. I wanna grow up once again. हेलो वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी कहाँ बसन्तपुर घुम्न जानु लाग्छौँ। अब कलेजको लास्ट दिन त्यसपछि यहाँ हाम्रो गोरु चाहिँ गोरे गोरे दाइ आउनु भएको अगाडि अरू सबै हिँडिराखन। अब यो चाहिँ एउटा ढेडे होइन जुन त्यस्तो चाहिँ नभन त्यस्तो चाहिँ नभन सिरियस हो नि केटा सन्देशको मित्र। अब यत्रो 2 वर्षसम्म सिरियस नभएको आज हुने त कुरै भएन। यत्रो वर्ष त सिरियस भइएन है। अब त भुली हो। अब गएर राति आज त पढ्ने हेऱ्यो। अब सक्यो यत्रो पढिएन। अब त गएर पढ्ने सोच छ। अब कसरी पढ्ने त्यो चाहिँ थाहा होइन। अब टक्क एचके सरलाई राति कल गर्छु सरलाई सोध्छु। हाम्रो चाहिँ बेस्ट हुने चाहिँ एचके सर हुनुहुन्छ। सुरुमा त रोटेसन अफ डाइनामिक्स सर कसरी पढ्ने त्यो सरलाई सोध्छु। रोटेसन अफ डाइनामिक्स भनेको के हो सर? इक्जाममा सँगै पर्ने हामी दुइटा नै हो। त्यसपछि अनि उसको चाहिँ बगाल हाल्नुपर्छ तर फेल भएर अब त सोच्ने कम फ्रन्ट हुँदैछ कम ब्याक होइन कम फ्रन्ट हुँदैछ। अब हामीले मुभीको टिकट काटेर टक्क हेर्न जानु लाग्यो। 400 को टिकट क्यान्सल गरेर चाहिँ 400 रुपियाँ हालेर चाहिँ हामी बसन्तपुरतिर घुम्न जानु लाग्यो। त्यहाँ केटाहरूसँग कोही धनी छन् कोही धनी कोही गरिब सबैभन्दा लोएस्ट बोर्डमा यता गरेर भनिजा बेला मेरो म त सबैभन्दा गरिबको गरिब आउँछु। इग्नोर हेर त खुसी भएको त्यो होइन कि लैजाऊ घुमाउन घुमाउन मलाई ठमेर बजार ट्याक्सी चढाउँदै लाइदेऊ लाचोको बिहार। अपने हमको प्रैंक कर दिया उसे स्वप्न देखो। बसन्तपुर जानु लागेको आज त्यही भएर हामी आज अलिअलि रमाइलो गरेर बसन्तपुर जानेछौँ। केटा म हेरौँ त्यहाँ गएर के हुन्छ। गर न यत्रो नि हेर्नु त्यही हो। के सोध न म मलाई मेरो फेस हेर्दै हिँडिरहेको मेरो कपाल बबाल देखिरहेको मेरो दाँत राम्रो देखिरहेको मेरो हल्का आउनु लागेको जुवा राम्रो देखिरहेको मेरो कलर राम्रो देखिरहेको। तर ओभरअल हेर्दाखेरि यो मान्छे एकदम नराम्रो छु। एउटा डिटोल वाला साबुन किनौँ न लास्टै रातो देखेर बबाल आउँछ है कोही हो र फोटो हान्दिएर